गाइज दिस इज परम हियर। आज चाहिँ मैले तपाईँहरूलाई अघिल्लो भिडियोमा भने जस्तै लोकेसन डेभलपर र पेमेन्ट प्लान मध्ये आज लोकेसनको बारेमा चाहिँ केही कुराहरू भन्न गइरहेको छु। गाइज दुबईमा प्रपर्टी किन्दाखेरि चाहिँ लोकेसनले एकदमै म्याटर गर्छ है। सोच्नुहोस् त, बुर्ज खलिफाको एरियामा प्रपर्टी किन्ने मान्छेहरूले कति पैसा कमायो होलान्। सोच्नुहोस् त, पाम जुमेराको एरियामा प्रपर्टी किन्ने मान्छेहरूले कति पैसा कमायो होलान्। केही नभए पनि 10 टाइम्स पैसा कमाएर गए के उनीहरूले है। हो त्यस्तै तपाईँहरूले पनि प्रपर्टी किन्नुभन्दा अगाडि दुबईमा लोकेसन हेर्नु एकदमै इम्पोर्टेन्ट कुरा हो होइन। लोकेसनले नै हो तपाईँलाई रिटर्न दिने, क्यापिटल एप्रिसिएसन दिने सबै कुराहरू होइन। सो किन्नुभन्दा अगाडि म्याप हेरेर यहाँ के छ, यहाँ के छ, कस्तो हाइवेहरू कनेक्टेड, कुन कुन हाइवे कनेक्टेड छ, त्यो नियर बाई ल्यान्डमार्क के छ भनेर हेर्नुहोस् होइन। मेरो विचारमा अहिलेको कन्टेक्स्टमा चाहिँ मैदान भनेको चाहिँ सबसे हट मार्केट हो होइन। किन मैदान चाहिँ राम्रो मार्केट हो भन्दाखेरि चाहिँ डाउनटाउन बुर्ज खलिफाबाट जम्मा 10 मिनटको ड्राइभिङ डिस्टेन्समा छ। अनि अर्को बिजनेस हब कमर्सियल अफिसहरू भएको ठाउँ भनेको बिजनेस बे र डिआइएफसी हो। अनि त्यो पनि जम्मा 10 मिनटको ड्राइभिङ डिस्टेन्समा छ। सोच्नुहोस् त, त्यहाँ काम गर्ने प्रोफेसनलहरू कहाँ बस्न रुचाउनुहुन्छ? डेफिनेटली मैदान एरियामा होइन। अनि मैदान एरियामा लिमिटेड सप्लाई छ। अनि लग्जरी विल्लाजहरू चाहिँ वरिपरि छ क्या। सोच्नुहोस् त, त्यहाँको भ्यालु चाहिँ कुन लेभलमा बढ्छ होला यदि तपाईँले राम्रो प्रपर्टी पाउनुभयो भने होइन। अनि अर्को बन्दै गरेको क्रिक टावर जुन चाहिँ वर्ल्डको टलेस्ट टावर हुँदैछ, त्यो पनि जम्मा 10 मिनटकै ड्राइभिङ डिस्टेन्समा हो क्या है। भने पछाडि शेख जायद रोड पनि नजिकै छ, अल्खेल रोड कनेक्टेड छ। के चाहियो त तपाईँलाई होइन। हो त्यो मैदानको बारेमा चाहिँ राम्रोसँग बुझ्नुहोस् होइन। त्यो चाहिँ तपाईँको नेक्स्ट रियल इस्टेट डेस्टिनेसन हुनसक्छ है। अनि अर्को दोस्रो सेकेन्ड सेकेन्ड ठाउँ चाहिँ दुबई साउथ। दुबई साउथ चाहिँ किन भनेर तपाईँले बुझिसक्नुभयो होला। युए गभर्मेन्टले $35 बिलियन चाहिँ वर्ल्डको बिगेस्ट एयरपोर्ट बनाउँदैछ, जुन चाहिँ 2029मा चाहिँ फुल्ली अपरेसनमा आउँदैछ। सोच्नुहोस् त, त्यो एयरपोर्ट वर्ल्डको बिगेस्ट एयरपोर्ट हुँदैछ। त्यहाँ काम गर्ने मान्छेहरू अनि युए गभर्मेन्टले, दुबई गभर्मेन्टले चाहिँ त्यहाँ चाहिँ 3 देखि 5 लाख जब अपर्च्युनिटी ल्याउने भनिएको छ। सोच्नुहोस् त, त्यो 3 देखि 5 लाख मान्छेहरू कहाँ गएर बस्छन्? डेफिनेटली दुबई साउथ एरियामा होइन। अब यो एयरपोर्ट त भयो, अब यो सँगसँगै त्यहाँ के छ, एथिहाद रेलवेजको स्टेसन पनि नियर बाई छ होइन। त्यो एथिहाद रेलवेज भनेको साउदीसँग कनेक्टेड रेलवे हो है। एक्सपो 2020 पनि नजिकै छ। अब सोच्नुहोस् त, सभा सम्मेलन यो वर्ल्ड स्ट्यान्डर्ड एक्सपोहरू दुबई साउथमा नजिकै हुँदाखेरि त्यहाँ कति मान्छेहरूको भिड हुन्छ होला, कति आउने जाने क्रम चलिरहन्छ होला होइन। अनि त्यस पछाडि म्यानमेड आइल्यान्ड पाम जुमेरा भन्दा अलमोस्ट डबल ठुलो पाम जबेल पनि नजिकै छ। भनेपछि सोच्नुहोस् न, यो सबैको कम्बिनेसनले कस्तो बनाउँछ होला दुबई साउथलाई है। अब सोच्नुहोस्, दुबई साउथ भनेको एकदमै ग्रोइङ सिटी हो क्या, बुझ्नुभयो नि। अब त्यो भनेको आजभन्दा 20 वर्ष अगाडि बुर्ज खलिफा एरिया, डाउनटाउन एरिया कस्तो थियो नि, एक्ज्याक्टली त्यस्तै एरिया हो क्या दुबई साउथ। सो दुबई साउथ क्यान बी योर नेक्स्ट रियल इस्टेट डेस्टिनेसन होइन। त्यही भएर बुझिहाल्नुहोस् कहाँ कहाँ इन्भेस्टमेन्ट गर्ने भनेर। मोबाइलमा म्याप लिएर बस्नुहोस्, यहाँ यहाँ यो छ भनेर हेर्नुहोस्, इन्भेस्टमेन्ट गरिहाल्नुहोस् है। तपाईँहरूलाई थप जानकारी यी र यस्तै थप जानकारीहरू चाहिन्छ भने हामीलाई फलो गर्नुहोस्, यो नम्बरमा सम्पर्क गर्नुहोस् होइन। केही सजेसनहरू छ भने कमेन्ट पनि छोड्नुहोस् है त। थ्याङ्क यू, सी यू अन नेक्स्ट भिडियो।